हरे कृष्ण साथीहरू, आज पनि म सदा झै हजुरको सामु आइसकेको छु। साथ सपोर्ट माया गरिदिनुहुन्छ भन्ने पूर्ण आशा छ। ल आज पनि म बिहानीको घरको रुटिन सकेर स्वास्थ्यलाई मध्यनजर गर्दै साथीहरू आज चाहिँ मैले तुलसी पानी बनाएको छु। साथीहरू तुलसी पानी हजुरहरू कतिजनाले खानुहुन्छ? म चाहिँ एकदमै धेरै मनपर्छ तुलसी पानी। मेरो चाहिँ आजको बिहानीको सुरुवात तुलसी पानीबाट भयो। साथीहरू हजुरको केबाट भयो प्लिज कमेन्ट गर्नुहोस्। त्यसपछि चाहिँ नानीको कपाल कोरी बाटी गरेर नानीको होमवर्कहरू थियो साथीहरू। त्यसपछि मैले नानीहरूलाई होमवर्क गराउनुतिर लागेँ साथीहरू। आज खाना ढिलो पकाउँदा पनि हुन्छ, त्यही भएर पहिला चाहिँ होमवर्क गराएँ साथीहरू। होमवर्क गराइसकेर मात्रै आज मैले खाना पकाउने निर्णय गरेको छु। त्यसपछि मैले घरको सबै काम सकेर बारीतिर गएँ साथीहरू। बारीमा चाहिँ आमाले काम गरिराख्नु भएको थियो अनि आमाले पनि हेल्प गर्न गएँ साथीहरू। अनि के गरेको हौ? ल म भरे मिनी भ्लगमा हाल्छु ल। भ्लगमा हाल्छु कि नहाल्नु? किन हाल्छु। केटा जिस्काइसकेर फेरि म चाहिँ आफ्नो कामतिर लागेँ साथीहरू। श्रम त गर्नै पर्यो भने साथीहरू देशको जुनसुकै कुनामा गएर भयो नि श्रम त गरेरै खानुपर्छ साथीहरू। त्यही भएर श्रम गर्न चाहिँ लजाउनु हुँदैन है। त्यही भएर म चाहिँ कुनै काम गर्न पनि लजाउँदिनँ साथीहरू। मलाई बोल्न पनि यति लाज लाग्थ्यो कि साथीहरू, यति लाज लाग्थ्यो। आफ्नो स्वर सुन्दा पनि एकदम लाज लाग्थ्यो कि अरूबाट सुन्दा पनि। त्यही भएर आफ्नो स्वर पनि मन पर्थेन कि। अब यो मैले जब फेसबुकमा कन्टेन्ट बनाउन थालेँ नि साथीहरू, तबदेखि मलाई चाहिँ बोल्न ओर्न केही गर्न पनि लाज लाग्दैन, न काम गरेको देखाउन पनि लाज लाग्दैन। नत्र मलाई सब लाज लाग्थ्यो कि साथीहरू। मैले लाजलाई एकदम पर राखेर एकदम म अगाडि अब बढ्न खोजिरहेको छु। प्लिज साथ सपोर्ट र माया गरिदिनुहुन्छ भने पूर्ण आशा छ है साथीहरू। अनि म चाहिँ यसरी एकदम फटाफट हाम्रो बारीमा यस्तो पिँडालु रोपेको थियो। यसपालि यो चाहिँ फलेन, त्यही भएर यसलाई चाहिँ हामीले पाराकपुर पारिदिउँ सासू बुहारी भएर। यो फल चाहिँ लागेन है साथीहरू, के भएर हो फलेन। एकदम यत्रो छ। तपाईँहरूलाई म लास्टमा देखाउँछु ल। हेर्नु ल कस्तो फलेको छ। बोट मात्र हेर्नु न, मान्छे छोप्ने बोट छ, घारी एकदम बाघ लुग्ने घारी छ, तर फल भने भएन साथीहरू। अब यस्तै हो साथीहरू, आफ्नो माटोमा, आफ्नो बारीमा, आफ्नो ठाउँमा, आफ्नो घरमा बसेर यसरी काम गर्नुको मजा पनि बेग्लै हुन्छ कि साथीहरू। फेरि अब परदेशिनु परेको छैन होइन, नभए कतिपय साथीहरू त अब आफ्नो पीडाले आफ्नो दुःखले परदेशिनु परेको छ। हामी त अब यसरी आफ्नो घरमा परिवारसँग हाँसी खेली गर्दै आफ्नै माटोमा रमाउँदैछौँ साथीहरू। यही नै ठुलो कुरा हो नि, होइन र साथीहरू? हेर्नु यो फल चाहिँ यस्तो छ है साथीहरू। फेरि अब म काम गरिसकेपछिको मेरो हालत साथीहरूलाई हेर्नुहोस्। आजको मेरो मिनी ब्लग यति नै हो। हजुरहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनुहोस् है साथीहरू।